हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सबै भ्लगमा यहाँ धेरै धेरै स्वागत छ। अनि आज चाहिँ मेरो बाटो खन्ने दोस्रो दिन। यहाँ चाहिँ मैले देख्न सक्छु पछाडि चाहिँ सब बाटो खनेको हो क्या। अनि हाम्रो घर चाहिँ चिया बगान अलैँची बगान छ। ताप्लेजुङ चाहिँ होइन, तर पनि चिया बगान छ। मैले पछाडि बाटो खनेको खर्याउट्यो। यो चाहिँ हामीले अघि कुल सफा गरेको। हाम्रो घर नजिकै चाहिँ कुवा पनि छ क्या। हो खोइ यहाँ हाम्रो बहिनी सर्प देखिसक्नु भएको छ। काके भिडियो कमेन्ट हो खोइ खै छ चाहिँ त्यो फुलिरहेको त्यो भित्र दुलो भएन छ्या उयो गाई चाहिँ सर्प अरे। चिप्ले किरालाई सर्प भनेर भागिरहेको छ। उहाँ चाहिँ उहाँ यो भाग्ने मान्छे कुखुरा खेदाएर आयो। हँसायो गाई चाहिँ सर्प होइन नि त। अनि चिप्ले किरा म त तर्छ नि। फेरि कस्तो चिप्ले किरा उहाँ छ त नि ऊ गाइस। यहाँ पनि छ हाम्रोतिर चिप्ले किरा चाहिँ। मैले चाहिँ तपाईँलाई चिप्ले किराको उयो देखाउँछु भन्दै थिएँ, बिर्सेछु। बुई त डरलाग्दो देखिरहेको चाहिँ कम्ती तर्सिन हो होइन। थेट सबै आयो क्या होइन छामीहरू एकचोटि। अब यस्तो छ यो बाटो चाहिँ हामी अहिले तास्नेछु। मैले कस्तो देखिन्छ तपाईँहरूलाई देखाउने छु। यताको हाम्रो बाटो चाहिँ यस्तो भएको छ। कति डर लाग्दो त हो। डर लाग्दो सर्पको सेप जस्तो नि। डर लाग्यो यता निकालेर खाइदिनु राख्लो फुल। म त तर्छु नि सर्प भन्दा त। किन पो कुद्दैछ भनेर नक्कल पो पार्दो रहेछ भन्छ। सर्प होइन गाइस, यो चाहिँ हाम्रो उयो हो। अनि चाहिँ मैले बनाएको कुलेस हो। अब भने चाहिँ हामी सफा गर्नेछौँ। लेट्स गो। अब सफा गर्नेछौँ हामी। देखाउँछु यो बाटो कस्तो हुन्छ अहिले। धेरै कुरा बोल्नु न। तपाईँ बनाउनु छ भ्लग चाहिँ। अनि म चाहिँ किन बोल्नु। म चाहिँ कि मेरो भोइस चाहिँ राम्रो छैन। यहाँ माथि छ है। यहाँ माथि अब हाम्रो बाटो खन्नुपर्ने बाँकी अझै। यहाँ अझै घरको यता सिधा थियो माथिसम्म खन्नु छ। अनि यहाँ चाहिँ खै कुन त नि यो बाटो चाहिँ हामी साथीहरू भन्नुहुन्छ भने यो बाटो यो हाम्रो पहिला बस्ने देखाइदियो। मेरो साथीहरूलाई थाहा छ। मेरो साथीहरूले भिडियो हेर्छ भने तिनीहरूलाई थाहा छ हामी कस्तो बाटो बनाउँछौँ भनेर। यो मेरो बस्ने ठाउँ हो। यहाँ चाहिँ हामी उपरसम्म सफा गर्थ्यौँ यस्तो थियो। अनि यहाँ चाहिँ हामी मन्त्री बस्ने भनेर चाहिँ बाटो बनाउँथ्यौँ। तर अहिले केटाकेटीहरू छैन। हात हातमा मोबाइल भएको कारणले त्यसरी बाटै खाँदैन। मापै लागिसकेको ठाउँ भयो। तर हामी पहिला त्यसरी बाटो खन्दैनौँ क्या। अहिले चाहिँ त्यस्तो जग्गा चल्दैन। त्यही भएर हामी यहाँसम्म मात्रै खन्दैन। त्यस पछाडि अर्को बाटो पनि खन्नु छ। हाम्रोमा चाहिँ 3टा बाटो छ नि त। अझ एउटा बाटो बन्द भएन भए 4टा बाटो थियो। यो 4टा त्यस्तो हुन्छ यस्तो हुन्छ। ल यति नै।
वाट गाइज हामीले भेटिसकेको छौँ बबल स्टिकको डल्लाडुल्ली अर्ग्यानिक हो यो अर्ग्यानिक होइन साथीले के भन्छ यसलाई चाहिँ के भन्छ भने यो चाहिँ चिप्ले किराको अन्डा हो यो चाहिँ दग्दी हुँदाखेरि खाने हो यो चाहिँ काम गर्दाखेरि दग्दी हुन्छ अनि त्यो खाने हो क्या यो चाहिँ एकदम दबाई हुन्छ यो चाहिँ मलाई एकदमै धेरै आवश्यक छ किनकि म काम गर्दा कहिले मरिसकेँ ए मरिसकेको हो त मुर्कुटा पो त सोचे मुर्कुटाले जस्तो खाँदैन अब यो चाहिँ हामी खानुपर्छ मैले चाहिँ धेरै यस्तो बनाउँछ कि अनि यो चाहिँ मैले आमा राख्दैछु म पनि खान्छु खाने हो तिमी एउटा ट्राई गरेर कस्तो हुँदो रहेछ खाऊ त खाऊ न एउटा खाऊ न अहिले जरुरत छ भनेको होइन जरुरत छ भनेको होइन आमा खानु लु के यो के साह्रो नि हाने खै कति दिएको छ मलाई अलिकति खानु न यहीँ कसरी खानुहुन्छ खानु त एउटा कप यतै त हामीलाई हेरेर मकै भुटा जस्तो कोमाले चाहिँ भित्र गएर चाहिँ कप यहाँ निल जस्तो गरेर हामीलाई कि त दुधसँग खानु पर्दैन मलाई चाहिँ नि मेरो पालो कसरी अलिकति राख्नु नि मलाई चाहिन्छ मलाई खासा खुट्टा दुख्छ टोकेर नखानु कि यतिकै निल्दैन यस्तो कुरा त निलिँदैन त मलाई राख्दैन गएँ मैले घाँटी भन्नु नि फेरि मैले यति मिहिनेत भेटेको पो त हो कसरी खानु निल्नु बोक्यो आमाले मुखमै बोकिराख्नु भएको छ नि भित्र लगेर चाहिँ फ्याँक्नु भयो यहाँ खानु सकिन दादागिरी देखाएर सुन्न सकिँदैछ यसरी कप चाहिँ निल्न सक्नेछ हेर्नुहोस् गाइस कसरी खाँदैछु यहाँ म चाहिँ यसो ल बिस्री कहाँमा लगाएर चाहिँ खानु सकिँदैछ खाएको थिएँ ए मेरो त साथी जुस मोरीको मसला खाऊ न नि खोइ मलाई पनि राख्दैन एकपल्ट भिज्यो है सबै निकाल न त्यो चाहिँ हाम्रो रामकुमारीको मा हो पहिला चाहिँ मसँग पो खाने त यो मह पनि देखाउ गाइस अरिजिनल मह यो चाहिँ हाम्रो पाहाडको अरिजिनल मह हो है फेरि चम्ची ल्याउन चम्ची नाटकको नि अब हेर्नुहोस् म कसरी खाँदैछु कोही छैन अगाडि म मात्र छु त अगाडि कोही भनेर त ढलमा डर चढेको देखाइदिउँ नजिकबाट खाऊ ल एउटा खानु कम्तीले खाऊ न गम छ्याङ्के सुतिरहनु भएको ए भगवान् कस्तो च्याटे कस्तो कस्तो मिठो छ गाइस भयो तिमी क्यामेरा अफ गर अब चाहिँ हाम्रो यो बाटो रहेको छ यहाँ चाहिँ हामी तास्दैन माटो मात्रै खान्छौँ हाम्रो चाहिँ रेस्ट टाइम रहेको छ उहाँ चाहिँ रेस्ट टाइममा पनि फोन हेरिराख्नु भएको छ कस्तो महसुस भइरहेछ यहाँलाई यो घरहरू सफा गरिराख्दाखेरि यो दसैँमा केही भनिदिनुहोस् न आर्जु राणाजी अन्त चाहिँ एक डोको झाडु गरिसकेको हामी चाहिँ के हो यो चाहिँ मुर्नाटेको कुरा अनि हामी चाहिँ रेस्ट गर्दैछौँ यसरी म चाहिँ यहाँनिर मेरो चाहिँ प्राकृतिक सिरानी लगाएर म चाहिँ बसिरहेको छु अनि हेर्नु मैले चाहिँ नेल हालेको गाइस त्यो नेल हालेको थिएँ क्या हेर्नु न यस्तो भएर चाहिँ माटो बिजोग छ नानी उठ बिहान भइसक्यो घामले गालामा छुइसक्यो हाम्रो यात्रा धेरै लामो छ टाढा काट्नु छ
क्रममा यहाँ हाम्रो अङ्कललाई भेटेको छौँ। अङ्कल चाहिँ चोकदेखि आउँदै हुनुहुन्छ अनि यहाँ टोपी बनाउँदै हुनुहुन्छ। अनि अङ्कलले चाहिँ यहाँ मेरो भ्लगमा एक दुई शब्द राखिदिनु हुने अरे। भ्लग भन्दा पनि मेरो लागि चाहिँ यसो लाग्यो, यसो हाम्रो गाउँठाउँको दुखिसे बाटोहरू कालीबोराले हिँड्दै भन्दै चौधरी काट्दै भन्दै, जस्तै हामीले जुन पूर्व लक्ष्यको आधारहरू यहाँ गोरेटो बाटोहरूलाई यसो हेर्दै कोही पहिले गरिराखेको अनावश्यकताहरू जो तलमाथि कोही होला, तर अलिकति दुखितको आधार सुनि मैले देखेँ पनि। र यहाँ पत्रकार मित्रहरू जो मानव अधिकारवादीहरू राजनीतिक कुरो त नगराउन सकिरहेको छ, त्यो आधारले यस देशको निम्ति आफ्नै भाषा, आफ्नो संस्कृति, आफ्नो लिपिबाट आफ्नै फेरि पुराना गोरेटोहरूलाई दोहोऱ्याउँदै जाँदैछौँ भन्ने बात यतिमा। हस्, धन्यवाद अङ्कललाई। लास्टै गलेर लास्ट स्टेजमा हुनुहुन्छ अरे 0%। अझै बाटो तास्नु भन्नु थियो त। हामीले बाटो तासेर चाहिँ तल घरदेखि आएको। यहाँको बाटो देखाइदिउँ न, मैले बनाएको नयाँ बाटो ला। तर बाटो चाहिँ कस्तो हाँसो देखेको त नि, नट हाँसो त। तर अब चाहिँ हामी बाटो यति नै तास्छौँ भन्दा अलिक परसम्म तास्छौँ, तर भिडियो चाहिँ यति नै बनाउनु पऱ्यो। पहिला गाइस आजको चाहिँ हाम्रो चाहिँ बाटो चाहिँ हाम्रो लास्ट बाटो यो हो। 3टा बाटो थियो, 2टा बाटो अस्ति अघि सक्यौँ। अब यो बाटो मात्रै थियो, अनि यो बाटो पनि सक्यौँ। बाहिर गर्दै अल्छी मान्छेहरू गर न।